Hello everyone, के छ हाल खबर? We are here with our next video. Welcome to our YouTube channel. Let's move into our next question. Question is about statistics. यो हाम्रो एसई को statistics को लागि एकदम इम्पोर्टेन्ट क्वेसन लिएर आएको छु म. एसई को लागि स्पेशल क्वेसन छ यो. अप्सनल म्याथमा पनि यो युजफुल हुन्छ अनि म्याथमेटिक्समा त युजफुल हुन्छ नै. Here आज हामी यहाँ यो भिडियोमा स्ट्याटिस्टिक्सको इक्जाममा आउने यो क्वेसन गर्न गइरहेका छौँ. यहाँ क्वेसन हेरौँ त. यहाँ मन्थली स्यालेरी दिएको छ, यो हाम्रो क्लास इन्टरभल भयो, अनि नम्बर अफ इम्प्लोइज दिएको छ, हाम्रो फ्रिक्वेन्सी भयो, अनि लोवर क्वार्टाइल भन्ने बित्तिकै कहिले पनि हामीले Q1 फर्स्ट क्वार्टाइल पहिलो चतुर्थांश बुझिन्छ भने अप्पर क्वार्टाइल भन्ने बित्तिकै Q4 बुझिन्छ. अनि मिडियन भनेको हाम्रो के हो त, यो बिचको क्वार्टाइल. यसरी तपाईँले एउटा डाटालाई ठ्याक्क बिचबाट काट्नुभयो भने त्यो मिडियन भयो. अनि त्यसको 25% डाटालाई राखेर काट्नु भने त्यो Q1 फर्स्ट क्वार्टाइल भयो. 75% डाटामा राख्नुभयो भने त्यो फोर्थ क्वार्टाइल भयो क्या. यसरी हामीले यो फर्स्ट क्वार्टाइल थर्ड क्वार्टाइल, सेकेन्ड क्वार्टाइल, थर्ड क्वार्टाइल, कहिलेकाहीँ तपाईँले फाइन्ड सेकेन्ड क्वार्टाइल भन्न सक्छ. त सेकेन्ड क्वार्टाइल भनेपछि पनि हामीले एमडी नै बुझ्छौँ है साथीहरू, त मिडियन नै बुझ्छौँ. अब फर्मुला हामीलाई थाहा हुनु पर्यो. सिम्पल फर्मुला छ. Q1 भनेपछि n/4 निकाल्ने, Q2 भनेपछि अथवा मिडियन भनेपछि मध्यका भनेपछि 2n/4, 2ले इन्टु गर्नु पर्यो नि. 1ले इन्टु गऱ्यौँ, 2ले गरौँ, 2ले गर्दाखेरि n/2 भयो, 2 डिभाइड भयो. अब Q3 भनेपछि 3ले मल्टिप्लाई गर्ने, 3n/4 गर्ने. यसरी हामीले यो गर्छौँ. फर्स्ट फर्मुला यो भयो. त्यस्तै यही फर्मुलाबाट अर्को ठुलो फर्मुला पनि बन्छ, जो Q1 इक्वल टु के भने भयो, फर्मुला सबैमा एउटै फर्मुला छ. हेर्नुहोस् त, L हुने नै भयो, यहाँ n/4 हुने भयो, माइनस CF हुने भयो, ओपनमा F हुनेछ इन्टु आई. यो CF र आई F को हुन्छ यो तपाईँलाई म पछि भन्छु, लास्टसम्म यो भिडियोलाई हेर्नु होला. त CF र F अनि इन्टु आई हो. यो फर्मुला Q1 को लागि भयो. अब यहाँ Q2 भइदियो, MD भइदियो भने के हुन्छ त, यहाँ n/2 हुन्छ. अनि यहाँ Q3 भइदियो भने के हुन्छ, 3n/4 हुन्छ. एउटै फर्मुलाबाट हामी मल्टिपल युज गर्न सक्छौँ. अब त क्वेसन नम्बर फर्स्ट के सोधेको छ हामीलाई, कुन फर्मुला लाग्छ भनेको छ होइन. फर्मुला फर लोवर क्वार्टाइल यो हो यसको आन्सर. यति लेखेपछि 1 मार्क्स हाम्रो आयो. अब नेक्स्ट क्वेसन के सोधेको छ हामीलाई भने ख नम्बर क को आन्सर यो भइहाल्यो. Q1 इक्वल टु L प्लस n/4 माइनस CF ओपन F इन्टु आई भनेर फर्मुला लेख्ने. अब ख नम्बर क्वेसन, यसको लागि हामीले टेबल बनाउनु पर्यो. फाइन्ड द भ्याल्यु अफ पी भनेको छ. हेर्नुहोस् त, हामीलाई CI दिएको छ, अनि त्यसपछि F फ्रिक्वेन्सी दिएको छ. अब हामीले CF निकाल्नु पर्यो, क्युमुलेटिभ फ्रिक्वेन्सी निकाल्नु पर्यो. CI कति छ, 10 to 20 मा कति छ, 3 छ. अनि 20 to 30 मा कति छ, 4 छ. 30 to 40 मा कति छ, P छ. अनि 40 to 50 मा कति छ, 40 to 50 मा 4 छ. अनि 50 to 60 मा कति छ, 3 छ. त अब CF निकाल्नु. CF भनेपछि सुरुदेखि जोड्ने, 3 प्लस 4 गर्नु. अब कति, 7. 7 प्लस P गर्नु कति, 7 प्लस P. 7 मा P जोड्दैन. त्यसपछि अब 7 प्लस P प्लस 4 गर्दाखेरि 7 मा 4 जोडियो कति भयो, 11 प्लस P. अब 11 मा 3 जोड्दाखेरि 14 प्लस P. जो यो लास्टमा आउँछ त्यो के हो त, लास्टमा आएको वाला हाम्रो n हो. n भने पनि के हो त, सबैको सम हो नि. क्युमुलेटिभ फ्रिक्वेन्सी भने पनि सम हो, तर क्रमशः जोड्ने होइन, रिस्पेक्टिभली जोड्नुपर्छ. यहाँ 14 प्लस P आयो हाम्रो n. ल, यस्तो टेबल हामीले स्केलले इक्जाममा बनाउने. फर्स्टमा हेयर भनेर, यहाँ हेयर भनेर टेबल बनाउने. अब यो टेबलमा हेर्नुपर्छ. अब टेबल धेरै इम्पोर्टेन्ट छ हाम्रो लागि. अब माथिको टेबल मैले मेटाएँ. आई एम गोइङ टु रफ द एबभ टेबल. एन हाम्रो 14 प्लस P आइसकेको छ होइन.
त अब हामीले के निकाल्नु पर्छ त Q1 को लागि चाहिँ n/4 टर्म निकाल्नु पर्छ। n/4 टर्म कति आयो? n/4 टर्म n भनेको कति छ हाम्रो 14 + p/4 यो हो। अब हामीलाई Q1 त दिएको छ, हेर्नुस् त Q1 25 दिएको छ। अब हामीले दिमाग लाउनु पर्यो 25 भन्ने बित्तिकै कुन इन्टरभलमा पर्छ त? 10 र 20 को बिचमा 25 आउँछ? आउँदैन। 20 र 30 को बिचमा 25 आउँछ? हो, एक्ज्याक्टली 20 र 30 को बिचमा 25 आउँछ। त्यसो भए यो यसको चाहिँ क्लास हो भनेर थाहा भयो। फर्स्ट क्वार्टाइलको क्लास कुन रहेछ त? 20 to 30 भन्ने क्लास रहेछ भन्ने थाहा भयो। अब यसलाई सिम्प्लिफाई गरौँ। Q1 क्लास इज को रहेछ त? 20 to 30 रहेछ हो। अब यसमा लोअर टर्म भनेको हुन्छ त? यो भनेको लोअर टर्म हुन्छ, हेर्नुहोस्, वेयर लोअर टर्म भनेको हुन्छ 20 हुन्छ। यो क्लासको सबभन्दा सानो नम्बर चाहिँ लोअर टर्म हो। अनि CF को हुन्छ त? जुन क्लास छ नि हाम्रो, जुन क्लास छ नि, यो क्लासको एक स्टेप अगाडिको CF 3। F को हुन्छ त? जुन क्लास यसको सँगैको CF, सँगैको F भनेको F हुन्छ। सँगैको फ्रिक्वेन्सी कति छ? 4 छ। ओके, यो एकदम इम्पोर्टेन्ट छ है। अब अरू हामीलाई फर्मुलामा के चाहिन्छ? I चाहिन्छ। I भन्ने बित्तिकै I भनेको के हो त? इन्टरभल। कतिको इन्टरभल छ हेर्नु, 10 को ग्याप छ नि, 10 को ग्यापमा छ। 10 देखि 20, 20 देखि 30, 30 देखि 40, त I = 10 भयो। त यसलाई अब भ्यालु राखौँ। अब यो फर्मुला लगाऊ। नाउ भन्नुहोस्, यो फर्मुला लगाऊ त। Q1 = L + n/4 - CF/F * I। मैले यसलाई यता लेखेँ, मैले यसलाई यहाँ लेखेँ है। Q1 = कति हुन्छ त? ल हेर्नुहोस् त, यो फर्मुला राख्नुहोस् त। Q1 हाम्रो कति छ? 25 छ। L + n/4 - CF/F * I। ल इन्टरभल। ल L कति छ? 20 प्लस n/4 भने कति छ? 14 प्लस p/4 माइनस CF कति छ? CF भनेको के हो भनेको थिएँ? जुन इन्टरभलमा छ त्यसको माथिल्लो इन्टरभल भनेपछि 3 माइनस ओपन F कति? जुन क्लास त्यसको सँगैको 4 ओपन 4 * I इन्टरभल कति छ? 10 छ। अब धेरैलाई मिस्टेक गर्छन्, यहाँ यो 4 ले 4 काट्ने, यस्तो गल्ती गर्ने। हामीले म्याथको तरिकाबाट जानुपर्छ। हेर्नुहोस्, यहाँ 20 यता आएर के हुन्छ? माइनस हुन्छ। 25 - 20। अब यता यति मात्रै बच्छ। सजिलो भयो नि अब हामीलाई। हो, अब म एलसिएम निकाल्छु यसको। ल यो मैले मेटाएँ, यो यहाँसम्म भइसक्यो। अब मैले हेर्नुहोस्, यहाँ 14 प्लस p छ नि, हो, यो 4 ले यता इन्टु गर्नुहोस् त। 4 3 = 12 ओपन 4। यो तलको 4 अझ छ नि, यो 4 लाई पनि माथि लेख्नु पर्यो। पर्यो कि परेन? तल साथी हुन्छ नि, यो 4 ले यता मल्टिप्लाई गरेको, एलसिएम निकालेको। 4 3 = 12 इन्टु 10। ओके, कति भयो? 25 - 25 = 14 - 12 is 2 plus p open 16 into 10. Let's solve it. 5 2 जा हो, इक्वल टु यताउता काटिन्छ। 5 2 जा भयो, अनि 2 ले काट्दाखेरि 8 जा। 8 यता गएर इन्टु हुन्छ, त 8 = 2 plus p। ल यसलाई सिम्प्लिफाई गरौँ त। अब मैले यहाँ लेखेँ, त्यसपछिको भ्याल्यु 8 + 2p छ नि, हो, 8 यताबाट 2 यता आएर माइनस भयो, त p = 6। त हाम्रो फर्स्ट 2 मार्क्स आयो। p = 6। p को भ्याल्यु निकाल्नु पर्ने थियो नि, हामीले p को भ्याल्यु निकाल्यौँ। अब नेक्स्ट क्वेसन, वाट इज द मन्थली एभरेज स्यालेरी अफ द इम्प्लोयर्स 50,000 इन द्याट अर्गनाइजेसन भन्छ। मन्थली एभरेज स्यालेरी कति होला भन्छ। हेर्नुहोस् त, एभरेज स्यालेरी निकाल्नको लागि हामीले के चाहियो त? एफएक्स चाहिन्छ। त एफएक्स निकालौँ। एफएक्स को लागि हामीलाई पहिला के चाहियो? यसको
मिन चाहियो मिन CF को x चाहियो बीचको भ्यालु ल कति भयो त CF को x कति हुन्छ 10 र 20 को x 15 बीचको भ्यालु 15 अनि 20 र 30 को भ्यालु 25 अनि 30 र 40 को भ्यालु 35 अनि 40 र 50 को भ्यालु 45 ठ्याक्क बीचको खोज्ने के 10 र 20 को बीचमा 15 20 र 30 को बीचमा 25 30 र 40 को बीचमा 35 40 र 50 को बीचमा 45 अनि 50 र 60 को बीचमा 55 अब यसलाई f ले गुणा गर्ने f ले इन्टु गर्नुस् त कति भयो 15 3 जा 45 25 4 जा 100 fx निकाल्ने के यसले इन्टु गर्ने x भनेको मिड भ्यालु यो इन्टरभलको मिड भ्यालु 100 अनि p इन्टु 35 35 p p को भ्यालु हामीलाई आइसकेको छ कति छ p भने 6 छ 35 इन्टु 6 गरौँ त 6 5 जा 30 अनि 6 3 जा 18 18 र 3 21 210 अनि 45 इन्टु 4 180 यो यसलाई इन्टु गर्दैछौँ हामी है अनि 55 इन्टु 3 5 5 जा 15 1 5 3 जा 15 16 165 यसलाई सम गरौँ त कति आयो सिग्मा fx कति आयो जोडौँ त 5 5 0 7 8 15 16 16 4 20 को 0 अब 2 क्यारी आयो 2 2 1 3 3 2 5 6 7 700 आयो ल अब यसपछि अब हामी यसलाई सल्भ गर्छौँ ल अब मैले यसलाई सल्भ गरे ओके एभ्रीवन इज गेटिङ माई पोइन्ट ल अब हामीलाई के थाहा छ नाउ एभरेज मिन कति हुन्छ त मिन भनेको के हुन्छ सिग्मा x भनेको सिग्मा fx ओपन n त सिग्मा fx कति छ 700 छ ओपन n कति छ n 14 प्लस p छ 14 प्लस p भनेको चाहिँ 14 प्लस 6 भने 20 n इक्वल टु 20 कति आयो त यो काटियो 35 आयो यो इन थाउजन्ड भएकाले यो चाहिँ यसको एभरेज स्यालेरी आयो 35 अब त्यसपछि लास्ट क्वेसन घमा के छ हाम्रो इन द लोअर एन्ड अप्पर क्वार्टाइल कम्पेयर द पर्सेन्टेज बाई विच अप्पर क्वार्टाइल इज ग्रेटर देन द लोअर क्वार्टाइल भनेको छ त पहिला हामीले अप्पर क्वार्टाइल निकाल्नु पर्यो ल अप्पर क्वार्टाइल निकाल्नुको लागि हामीलाई Q3 फर्मुला के हो Q3 को लागि पहिला हामीलाई n बाई 3 n बाई 4 चाहियो ल n कति आइसकेको छ हाम्रो 20 20 बाई 4 4 5 जा 15 15th मा आउनु पर्यो 15 को नजिकमा कुन छ हेर्नुस् त CF यहाँ 14 हो के अरे यहाँ 7 र 6 13 हो यहाँ 11 छ यो 13 हो यो 11 र 6 17 हो त 17 को नजिक यो क्लास हाम्रो पर्यो यो क्लासमा हामीले हेर्नु पर्यो Q3 को लागि 17 छ 4 छ 40 50 छ निकालौँ ल त यो क्लास भएपछि यहाँ क्लासको लोअर इन्टरभल कति भयो त क्लास के भयो त Q3 को 40 माइनस 50 भयो 40 to 50 क्लास भयो अब यसमा लोअर टर्म कति छ 40 छ त्यसपछि CF हेर्नुस् त को छ CF यसको ठिक्क अगाडिको यो भन्दा माथिको CF कति छ 13 छ F सँगको F कति छ 4 छ अनि इन्टरभल कति छ इन्टरभल 10 छ भ्यालु पुट गर्नुस् त okay put the values in the formula Q3 equal to के हो n L plus n 3n by 4 minus CF open F into I okay put the values L भनेको 40 plus 3n 3 into कति आथ्यो 15 आथ्यो हैन 15 CF कति छ ठिक्क अगाडिको CF 13 छ 13 by F कति छ सँगैको 4 छ F into 10 क्लासको इन्टरभल 10 छ हामीलाई कम्पेयर गर्यो भने चाहिँ पर्सेन्टेज कति ठुलो छ भनेको छ हैन कति आयो त 40 प्लस
15 minus 3 2 by 2 2 by 4 into 10 5 45 आयो होइन 2 15 minus 13 2 ओपन 4 गर्दाखेरि 2 by 4 इक्वल टु 2 अनि 2 into 10 गर्दाखेरि 5 45 आयो Q3 45 आयो अब हामीलाई पर्सेन्टमा निकाल भनेको छ त देयरफोर पर्सेन्टेज डिफरेन्स निकाल भनेको छ Q3 Q1 भन्दा कति ठुलो छ भनेको छ त Q1 भन्दा भनेको छ Q1 तल राख्नु पर्यो Q1 कति छ हाम्रो आएको 25 छ Q3 र Q1 को डिफरेन्स कति भयो 45 minus 425 into 100 पर्सेन्टमा निकाल भनेको छ नि त त्यसैले हामीले पर्सेन्ट निकाल्नु पर्यो ल यसलाई मैले माथि लेखेँ 20 by 25 4 जा त 20 by into 4 त 80% यो बढी छ ओके थ्याङ्क यू भेरी मच